गाइस वेलकम टु माई युट्युब च्यानल। आजको लन्च यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले। लोकल कुखुराको सुप यहाँ छ है र विथ माई हस्बेन्ड। आज हस्बेन्ड पनि हुनुहुन्छ साथमा यहाँनिर हेर्नुहोस् है। छेउमा आउनु नि। आशा गर्छु तपाईहरुले भिडियो अन्तसम्म हेर्दिनु हुन्छ होला अनि मेरो च्यानल सब्स्क्राइबको लागि एक दुई शब्द भनिदिनु त। युट्युब च्यानल सब्स्क्राइब गर्नु मेरो मिसेसको जुन चाहिँ युट्युब च्यानल छ यसलाई सब्स्क्राइब गर्नुहोस् ल सबैले ल। तपाईहरुको रिक्वेस्ट छ है। राम्रै चल्दैछ। खाना पनि मिठो बस्तीको कुखुरा है। तपाईहरु सबैलाई मन पर्छ होला। बस्तीको कुखुरा हो गाइस। त्यसमा फेरि डल्ले पनि रहेछ हो। यो पुरानो गाछको चाहिँ अहिले अब निक्लिसकेको छ हो। अलिअलि खानु चाहिँ हुन्छ। तपाईहरुको पनि सायद होला। तपाईहरुको जग्गा छैन भने नि सानो बोरा हुन्छ नि चामलको बोरातिर मजाले मलजल गरेर लाउनुहोस् त दामी हुन्छ। घरमै खानु है। अर्ग्यानिक राम्रो हुन्छ। कुखुरा लाउनुहोस् कोही बेला बस्तीको कुखुरा यसो खानुहुन्छ नि घरमा। ब्रोइलर चाहिँ नि त्यो चाहिँ कोही बेला खाने मात्रै हो। बिहातिर हो केतिर। यो यस्तो चाहिँ नि बस्तीको कुखुरा चाहिँ हप्तामा एकखेप खानु पाए राम्रो हुन्छ। आफ्नो छ के घरको भाले मेरो आफ्नो घरको हो। अब किनेर हुन्छ महँगो पर्छ। सुपाल्यो खै यहाँ फर्सीको अचार पनि रहेछ। चटनी पनि सब्जी हो। सब्जी सिमी पनि छ। सिमी सबै घरकै हो। सानो बारी मात्रै हाम्रो छैन यहाँ बारी कि सानो मात्रै छ। सानो एक गरा जस्तो। तरै पनि हामी अब अलिअलि लाएर हो घरमा खाना त हुन्छ नि। इस्कुस पनि अब चिजेर लाग्दैछ। बाँकी होइन गरम छ है। गरममा तातो सुप दामी हुन्छ। डल्ले खाने पिस्नु हुँदैन नि त। झरेको सबै पिस्यो भने चाहिँ कसैलाई हाम्रो भिडियोहरू मनपर्छ है जबरजस्ती छैन। तपाईँलाई मन पर्यो भने सब्स्क्राइब गर्नु सक्नुहुन्छ। मन परेन भने स्किप गर्नु सक्नुहुन्छ है। अप्सन हुँदै हुन्छ। तर सब्स्क्राइब गरिदिनु भयो भने चाहिँ हामीलाई खुसी लाग्छ।